हेर्नु आजभन्दा हजारौं वर्ष पहिला पैसा हुन्थेन त्यतिखेर मान्छेहरू बाटर सिस्टमलाई युज गर्थ्यो। जस्तो कसैसँग चामल छ र त्यसलाई आलुको आवश्यकता छ, अब जोसँग आलु छ त्यसलाई चामल दिएर आलु लिन्थ्यो र यस्तो तरिकाबाट मान्छेहरू आफ्नो आवश्यकता अनुसारको सामानहरू साटासाट गरेर काम चलाउँथ्यो पहिला। तर बाटर सिस्टम युज गर्दा प्रब्लम हुन्थ्यो, जस्तो चामल र आलु केही समयपछि कुहिएर जान्थ्यो। लङ टर्मसम्म ट्रेड गर्ने र ठुलो सामानहरूलाई ट्रेड गर्न गाह्रो हुन्थ्यो। जस्तो कसैसँग गाई छ र त्यसलाई चामलको आवश्यकता छ, अब एउटा गाई दिएर कति चामल लिने भनेर यो कुरामा समस्या हुन्थ्यो। केही समयपछि मान्छेहरू यो समस्याको समाधान पनि निकाल्न सुरु गर्यो। एउटा यस्तो चिज लङसम्म टिक्ने र खराब नहुने, जस्तो गोल्ड, सिल्भर, कपर र भ्यालुएबल मेटलहरूमा ट्रेड गर्न स्टार्ट गर्यो। अब हुन के लाग्यो भने मान्छेहरूले आफ्नो आवश्यकता अनुसार गोल्ड, सिल्भर, कपर राख्न थाल्यो, किनकि यो लङ टाइमसम्म टिक्थ्यो र खराब पनि हुन्थेन। यसमा लिडियाले के गर्यो, गोल्ड, सिल्भर, कपरलाई कोइन बनाएर कोइन चलनमा ल्यायो र यो लिडियाको यो स्टेपको कारणले मार्केटमा ट्रेड गर्न झन् सजिलो भयो।